ल हाम्रो दाजुहरू दुईजना मस्की सबैको कपाल पाकिसक्यो। दिन खाएको जुगा नआएको जस्तै हो, अहिले कपाल हाइलाइट गरेर सबै पाकिसक्यो। घाममा बसेर दाजुभाइ दुईजनाकै पालैले मेहेन्दी लाउने कार्य जारी हुँदैछ। यो विषयमा हाम्रो डिलर दाइ के भन्नुहुन्छ? विषयमा बुढोलाई तन्नेरी पारौँ भन्ने बुढो तन्नेरी पार्ने नै हो त। फल्ने फुल्ने त राम्रै हो, तर अब यो सेतो भएपछि नराम्रो देखिने लागेको हो। तरुल नपत्याउने होइन। यो के हो फेरि? ल यस्तो यस्तो प्रयोग गर्नुहुन्छ। माननीय वडा सरकार सदस्य खड्गबहादुरज्यूलाई ढल्दो बैस बढ्दो जोस कालो बनेर आएछ भन्न चाहन्छु। ओहो कस्तो गजबको है, जिन्दगी त पाकै हो यार तपाईँहरूले। ल हिरो हुनुहोस् चट्ट जोस जागरको साथ भाउजू यहाँ हुनुहुन्न, आजकल काठमाडौँ हुनुहुन्छ। मैले सहयोग गरिरहेको के यो कुरा साँचो हो त खड्का सर? एकदम सही हो। सही हो। ल होइन नसक्ने यार तपाईँहरूलाई त। जस छिमेकी भनेको तपाईँहरू जस्तो हुनुपर्छ, वल्लो घर पल्लो घर परेको बेला पालैले होइन साथ सहयोग गर्ने। गर्लफ्रेन्ड एउटै त होइन नि? उहिले थियो अहिले होइन। फाइनली दाइको कपाल कालो भइसकेको छ। दाइले अनलाइनबाटै प्रोडक्ट युज गर्नुभएको यस्तो मजाको स्याम्पू। दाइ हिरो हुनु भइसक्यो। अहिले त जबरजस्ती लगाइदिहाल्ने कसले? पालोको पैसा होइन? जबरजस्ती पनि कानतिर लाउको छ नि तपाईँको पनि के हो अचम्म। कानमा कहाँ लगाइदिएको छु मैले? कानमा छोकै छैन। दाजुभाइ पालैले मेहन्दी लाउने बस्ने पुस महिनाभरि। दाइ चटक्क भइसक्नु भएको छ। ल हेर्नु, ए लगाउने मान्छे कति कति अहिले त। पैसा नभने कालो